हामीलाई श्रम संस्कृति पार्टीले जनताले चुनाव जितेर के हार्छस् भन्थे। पहिलोचोटि सदनमा गएर देश बचाउने काम गर्छौँ, त्यस पछाडि मात्रै विकास र निकासको काम गर्छौँ हामीले भनेका थियौँ सभामुख महोदय। त्यसैले यस सम्मानित सदनबाट म भन्न चाहन्छु सभामुख महोदय, मलाई हाम्रा प्रधानमन्त्रीज्यूले यति कमजोर र मिथ्या र तथ्यहीन तपाईँको चाहिँ हाम्रो उत्तरको प्रश्नको उत्तर दिनुहुन्थ्यो भन्ने लाग्थ्यो भने, त्यो थाहा थियो भने मैले हिजो त्यो प्रश्नमा सोधिनै थिएँ सभामुख महोदय। मलाई आज आफैले लज्जास्पद तपाईँको महसुस भइरहेछ सम्माननीय सभामुख महोदय। त्यसै कारणले म भन्न चाहन्छु सम्माननीय प्रधानमन्त्रीज्यूले यो उहाँको त्यो रेकर्डबाट हटाउने कुरा मात्रै होइन, यो चाहिँ इतिहासमा एउटा नजिर तपाईँको चाहिँ यस्तो स्थापित भयो। सम्माननीय सभामुख महोदय, भोलि तिम्रो प्रधानमन्त्रीले नै